Namaste to all my Orchid family. I am Ethan Gautam from class 7 Devghat. आजको ब्लगमा चाहिँ म हजुरलाई मेरो मामा घरको होम टुर दिन गइरहेको छु र ढिलो नगरिकन सुरु गरौँ है त। सर्वप्रथम हामी आइसकेका छौँ मामा घरको आँगनमा र आँगनमा आउन साथै हामीहरू देख्न सक्छौँ कि यहाँ बिरालाका बच्चाहरू रहेका छन् जसमा दुईटा पोथी र दुईटा बाले रहेका छन्। सेता पोथी हुन् र काला बाले हुन् र अब चाहिँ हामी लागिसकेका छौँ अगाडि र यहाँ चाहिँ धेरै फोहोर भएको छ त्यसको लागि चाहिँ म माफी माग्न चाहन्छु र अगाडि बढ्न साथ हामीले चाहिँ भैँसी गोठ देख्न सक्छौँ र यहाँ दुईटा भैँसी रहेका छन् र हामी अर्को ठाउँतर्फ लागिसकेका छौँ र हामी देख्न सक्छौँ कि यहाँ चाहिँ बिरालोको माउ रहेको छ र त्यो बच्चाहरू यही माउले जन्माएको हो र अब चाहिँ हामीहरू देख्न सक्छौँ हाम्रो करेसाबारी र करेसाबारीमा चाहिँ रहेका छन् विभिन्न तरकारीहरू मुला गाजर काँक्रो आदि रहेका छन् र यो चाहिँ मेरो मामा आमाले फलाउनु भएको हो र उहाँले चाहिँ धेरै मेहनत गर्नुहुन्छ र हाम्रो क्यामेराम्यान हुनुहुन्छ सम्यक ढुङ्गाना उहाँलाई नि विशेष धन्यवाद दिन चाहन्छौँ र हामी अगाडि बढ्न साथ हामीले देख्न सक्छौँ अझै तरकारीहरू चिप्ली भिन्डीहरू हामीले देख्न सक्छौँ र यो चाहिँ हाम्रो चाहिँ रहेको छ पोखरी जसमा मामाले चाहिँ माछा पालन गर्नुहुन्छ र यहाँ चाहिँ 200 भन्दा बढी प्रकारका माछा रहेका छन् र हजारवटा भन्दा बढी माछाको संख्या रहेको छ र त्यो बारी पनि हाम्रै हो है र अब हामी हेर्न सक्छौँ कि कस्तो राम्रो भ्यू देखिन्छ यहाँबाट र अब चाहिँ हामी लाग्छौँ अर्को ठाउँतर्फ र अर्को ठाउँ रहेको छ हाम्रो त्यो है गाइस त्यो हजुरले पारी देख्न सक्नु भएको गाउँको नाम चाहिँ 14 गरे हो र त्यो पोलसम्म चाहिँ हाम्रो जग्गा रहेको छ र त्यहाँ चाहिँ मामा आमा र मामा भएर चाहिँ खेतीबाडी गर्नुहुन्छ है त गाइजहरू र चाहिँ त्यो ठाउँमा चाहिँ अहिले चाहिँ कोदो रोप्नु भएको छ र त्यहाँ चाहिँ सिसाउको बुटहरू पनि रहेको छ र हजुरले देख्न सक्नुहुन्छ कि यो ठाउँमा चाहिँ अन्डा फार्म रहेको छ है र यो बोर्ड चाहिँ आँपको हो र उताको बोर्ड चाहिँ अम्बाको हो है अम्बालाई चाहिँ यहाँतिर बेलौती पनि भनिन्छ है गाइज र अन्त्यमा चाहिँ म अर्किड स्कुललाई धन्यवाद दिन चाहन्छु र हेरिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु किनभने मलाई आफ्नो कला र क्षमता प्रस्तुत गर्नको लागि हजुरहरूले दिनुभएको सुनौलो अवसर म कहिल्यै बिर्सिन सक्दिनँ। जय नेपाल।